साथी आज के सुनाउँछौ त मलाई भन त। आज चाहिँ एउटा कथा सुनाउँछु है। छोटो कथा छ, आशा गर्छु तिमीलाई राम्रो लाग्छ। मेरो कथाको शीर्षक चाहिँ स्वतन्त्रता। कथा यसरी अघि बढेको छ। बिहे भएको होइन, बेचिएको जस्तो लाग्छ उसलाई। दिनरात शरीर र मन दुवै सुम्लिन्छन्। कति पो खप्न सक्छ एउटा निरीहले। आखिर बाँच्ने अधिकार उसको पनि त छ। त्यसैले श्रीमतीलाई चाहिँ पिंजडामा पुर्यायो आज र अब ऊ स्वतन्त्र छ। आहा साथी, स्वतन्त्रताको एउटा नयाँ पाटो खोलो तिम्रो यो कथाले। मलाई त साह्रै मन पर्यो। दर्शकहरूलाई पनि पक्कै मन पर्नेछ। यो कथा सुनेर कस्तो लाग्यो हजुरहरूले कमेन्टमा लेखिदिनु होला र राम्रो लाग्यो भने अरूसम्म पनि यो कथा पुर्याइदिनको लागि सेयर गरिदिनुहुन्छ भन्ने मैले आशा राखेँ। धन्यवाद।